हाई गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। र आज चाहिँ म चाहिँ अलिक ढिलो उठेको छु किनभने आज चाहिँ मेरो विक अफ हो। अन्त आज चाहिँ म तपाईँहरूलाई देखाउँछु म चाहिँ मेरो विक अफमा चाहिँ दिनभरि के गर्छु भनेर। सबभन्दा पहिला चाहिँ उठेर चाहिँ म चाहिँ गएँ ब्रस गर्नु, त्यहाँबाट ब्रस मैले गरिसकेँ। अन्त चाहिँ गएँ ब्रेकफास्ट रेडी गर्नु भन्दाखेरि मेरो वाइफले चाहिँ पहिला बनाएर गइदिएको थियो। अन्त म चाहिँ जस्ट गरम मात्रै गर्दैछु। अन्त म चाहिँ यता सबै कुरो गरिसकेर लस्सी बनाउँदैछु गाइज। अन्त ब्रेकफास्ट पनि फाइनली रेडी भइसकेको छ हो। अन्त ब्रेकफास्ट खाएर चाहिँ मेरो अरू पनि कामहरू छ किनभने आज मेरो विक अफ हो। धेरै लुगाहरू पनि भिजाएको छु मैले, त्यही धुनुपर्छ। अन्त ब्रेकफास्ट गरिसकेर चाहिँ सबभन्दा पहिला चाहिँ त्यही ब्रेकफास्ट गरेको भाँडाहरू थियो धुनुको लागि राखेको थिएँ, त्यो चाहिँ फटाफट धोइदिइहालेँ। अन्त भाँडासाँडा धुइदै पारेर चाहिँ म चाहिँ गएँ लुगा धुनु। यो चाहिँ मेरो ड्युटीमा लाउने लुगाहरू हो। अरू लुगाहरू चाहिँ म धुँदिनँ, मेरो वाइफले नै धोइदिन्छ। यो चाहिँ म ड्युटी जाने लुगाहरू चाहिँ म आफै धुन्छु किनभने अब छुट्टीमा के गर्नुहुन्छ त्यही भएर चाहिँ मैले यो राखेको हो। अन्त चाहिँ गाइज लुगासुगा धोइसकेर चाहिँ म चाहिँ पखालेर चाहिँ यसलाई चाहिँ फटाफट पखालेर चाहिँ म चाहिँ जान्छु अब सुकाउनुको लागि। त्यहाँबाट चाहिँ आजको दिन पनि हेर्न सक्नुहुन्छ एकदम राम्रो छ, घाम मजाले लागेको छ। यो चाहिँ एकछिनमै सुकिहाल्छ यो लुगाहरू चाहिँ किनभने एकदम बेसी गरम हुन्छ यहाँ चाहिँ, घाम चाहिँ मजाले लागेको छ। त्यहाँबाट चाहिँ सबै काम सकेर चाहिँ म चाहिँ लुगासुगा पनि धोइसकेँ। त्यहाँबाट चाहिँ म चाहिँ खाना बनाउँदैछु। खाना भन्दाखेरि पनि मेरो वाइफले सबै कुरो बनाएरै गएको थियो, मैले चाहिँ जस्ट दाल मात्रै बनाउँदैछु। अन्त चाहिँ अहिले आजको चाहिँ लन्च हेर्न सक्नुहुन्छ, सिम्पल छ एकदम, दाल भात अन्डा भिन्डीको सब्जी छ। त्यहाँबाट चाहिँ गाइज म चाहिँ खानासाना खाएर चाहिँ म चाहिँ निदाइ पठाएछु। अन्त राति पनि भइसकेको छ। अन्त चाहिँ उठेर चाहिँ म चाहिँ खाना बनाउँदैछु। भात चाहिँ थियो 12 बजीकै। अन्त चाहिँ म जस्ट फ्राइड राइस मात्रै बनाउँदैछु। अन्त यिनीहरू पनि आइसकेछ छुट्टी भइसकेर गाइज। अन्त चाहिँ हेर्न सक्नुहुन्छ फ्राइड राइस मैले बनाइसकेको छु, कस्तो भएको छ कमेन्ट गरेर भन्नुहोस् होला गाइज। अन्त चाहिँ आजको डिनरमा चाहिँ छ फ्राइड राइस, त्यहाँबाट चिप्स छ, दही छ, यो चाहिँ लस्सी बनाएको छु गाइज। अन्त आजको भिडियो चाहिँ कस्तो लाग्यो गाइज तपाईँहरूलाई एकदम कमेन्ट गरेर भन्नुहोस् होला गाइज। अन्त लाइक सेयर कमेन्ट गर्नुहोस् होला। अन्त फलो गर्नु चाहिँ नबिर्सिनुहोस् होला गाइज। थ्याङ्क यू सो मच फर वाचिङ।